फेरि पनि वेलकम टु माई मिनी ब्लग्समा है। अनि आजको चाहिँ के छ भने सधैँको जस्तो हो एभ्रिडे ड्युटी। आज हल्का माथि मरो परेको थियो गाउँमा, त्यहाँ टक्क सकेर आएर चाहिँ त्यो चाहिँ देखाउनु पाइनँ तपाईँहरूलाई है। अलिक उयो थियो र अप्ठ्यारो पनि लाग्यो, त्यो भएर चाहिँ आज चाहिँ हल्का सकेर चाहिँ टक्क आउने थियो। हेर्नुहोस् न यस्तो छ दिन है, जङ्गलमा टक्क आएर एभ्रिडे ड्युटी त्यही घाँस काट्दैछु है। तपाईँहरूलाई अब सधैँभरि एउटै देखाउँदा पनि वाक्कै लाग्छ जस्तो लाग्छ क्या, अब के देखाएको यो भाइले यस्तो यस्तो सोच्छ जस्तो लाग्छ है। तर पनि जसो दुःख सुख भए पनि मेरो च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर है सब्सक्राइब गरिदिनुहोस्, माया देखाइदिनुहोस्। अब कुनै दिन राम्रो कन्टेन्ट लिएर आउनेछु है, किनभने आज म त बिगिनर हो, ट्राई गर्दैछु क्या। अब हुन्छ हुँदैन होइन, हार्डवर्क गऱ्यो भने पाउँछ अरे नि त केही न केही होइन। अब यस्तो गर्दै सिक्नुपर्ने हो त, त्यही भएर चाहिँ है तपाईँहरूलाई भर्खर डोकोमा यति भएको छ कहाँ छ त्यो अहिले म चाहिँ भिलेज है, बस्तीमा भनौँ न। अब नेपालीबाट बस्ती, इङ्ग्लिसबाट भिलेज, त्यही भएर चाहिँ भिलेजमा चाहिँ यही छ है, हरियो पर्यो। कोही कोही बेला त अल्छी लाग्छ नि अब है, के गर्नु काम गर्नै पर्छ। त्यही भएर चाहिँ कुनै दिन राम्रो ठाउँमा गएर तपाईँहरूलाई यसो देखाउनेछु है, राम्रो कन्टेन्ट हाल्छु है। प्लिज सबैजनाले माया देखाइदिनुहोस्, लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। तपाईँहरूको एउटा लाइकले धेरै हुन्छ क्या मलाई। सेयर पनि गरिदिनुहोस् न, एकैजनाले सेयर गरिदिनु भने धेरै हुन्छ, त्यही भन्न चाहन्छु। माया देखाइदिनुहोस्। थ्याङ्क यू फर वाचिङ।